जानकारी गराउन चाहन्छु। जनसङ्गठन समितिका अध्यक्ष अनिता कन्दङज्यू, त्यसै गरी सम्पूर्ण जनसङ्गठनका झापाका अध्यक्षज्यू, पार्टीका नेतृत्व कमरेडहरू, उपस्थित सम्पूर्ण कमरेडमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज जुन ढङ्गबाट काठमाडौँ महानगरपालिकाका मेयर बनिने बालेन्द्र शाहले आजभन्दा केही महिना अगाडि साङ्गीतिक हिसाबले जुन किसिमबाट सिंहदरबारलाई जलाउने यस देशको महत्त्वपूर्ण चाहिँ कार्यालयलाई जलाउने गरेको जुन अभिव्यक्ति दिनुभएको थियो, फलस्वरूप जेएनजीको माध्यमबाट केही साथीहरूले यस चाहिँ उहाँको अभिव्यक्तिलाई आत्मसात गरेर यस जलाउने काम 23 गतेको जुन दिन हुन गएको छ, यसको हामी घोर निन्दा गर्न चाहन्छौँ। उहाँको अभिव्यक्तिको प्रेरणाले गर्दा आज जेएनजीले जुन किसिमको हदखण्ड देशलाई अस्तित्वतर्फ धकेल्ने काम गरेको छ, यस बारेमा हामी अहिलेको वर्तमान सरकारलाई ज्ञापन पत्र बुझाउनको निमित्त हामी यहाँ उपस्थित भएका छौँ र यस कालखण्डमा विदेशी शक्तिको स्क्रिप्टमा जुन किसिमको कलाकारहरू अहिले वर्तमान सरकारमा छ, त्यस स्क्रिप्टको माध्यमबाट कलाकारले आफ्नो क्षमता जुन किसिमको देखाइराख्नु भएको छ, म उहाँहरूलाई भन्न चाहन्छु, उहाँहरूलाई खबरदार गर्न चाहन्छौँ। यस किसिमको देशलाई क्षति गर्ने किसिमको क्रियाकलापको हामी घोर भर्त्सना गर्दछौँ र आज यस कार्यक्रमबाट यस सभालाई, यस जनसमुदायलाई सम्बोधन गरिदिनु हुन अन्तर्राष्ट्रिय हुका नेता मनोज तामाङलाई आफ्नो सम्बोधन राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। देश सङ्कटमा रहेको बेला शिरमा कफन बाँधेर यो देशको रक्षा गर्नका निम्ति देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूलाई निश्चित पार्दै यो मुलुकलाई पुनः एकचोटि स्वाधीनता दिलाउनका निम्ति उपस्थित हुनुहुने तमाम सम्पूर्ण साथीहरूलाई म मेरो व्यक्तिगत तर्फबाट, नेकपा एमालेको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। हामीले नेपालको इतिहासलाई पल्टाएर हेर्ने हो भने जानीय राणा शासनको विरुद्ध, पञ्चायती व्यवस्थाको विरुद्ध, राजतन्त्रको विरुद्ध यो हाम्रो गौरवशाली पार्टी नेकपा एमालेले देशको स्वाधीनताको निम्ति, यो देशको समृद्धिका निम्ति, लोकतन्त्रको निम्ति र वर्तमान संविधान 2072 चाहिँ लेख्नका निम्ति नेपाली जनताको निम्ति चाहिँ रगत बलिदानी दिएर आएको यो नेपाली जनतालाई सर्वोपरि दिन्छ। यसै सन्दर्भमा हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको सङ्कल्प सहित यो देशको समृद्धिका निम्ति काम गरिरहेको सन्दर्भमा अहिले यो देशमा पछिल्लो समय जुन खाले गतिविधिहरू भइरहेको छ, ती गतिविधिहरूप्रति अहिले जुन खाले चाहिँ प्रतिक्रियावादीहरूले विदेशीहरूको चलखेलमा अहिले चाहिँ संवैधानिक सरकार पछि वा यो अहिलेको संसदलाई विघटन गरेर जसरी अगाडि बढिरहेको छ, यो सरकार अगाडि बढिरहेको छ, हामी खबरदारी गर्न चाहन्छौँ। हामी भन्न चाहन्छौँ, नेपाली जनता, नेपालको सरकार नेपाली जनताहरूले छान्ने हुन्। कुनै विदेशी एनजिओ आइएनजिओका गोटीहरूले, विदेशी दलालहरूले नेपालको सरकार बन्न दिँदैनौँ र यो नेपालमा प्राप्त भएको यो संविधानको रक्षाको निम्ति पुनः एकचोटि नेकपा एमालेका 23वटा जनसङ्गठनले शिरमा कफन बाँधेर यो देशको शान्ति सुरक्षाको निम्ति, यो देशका सबै नागरिकहरूको व्यक्तिगत सम्पत्ति रक्षाको निम्ति, सार्वजनिक सम्पत्तिहरू रक्षाको निम्ति, हाम्रा पार्टी नेतृत्वको रक्षाको निम्ति, हाम्रो विचार रक्षाको निम्ति फेरि एकचोटि हामी सशक्त ढङ्गले लाग्ने कुरा यहाँहरूमा इच्छा राख्न चाहन्छौँ। जेएनजीको नाममा भाद्र 23 गते युवाहरूले भ्रष्टाचार र
सुशासनको विरुद्ध जुन आन्दोलन गरे त्यो शान्तिपूर्ण आन्दोलनको हामी नेकपा एमालेका जनसङ्गठनहरूको तर्फबाट एकीबद्धता व्यक्त गर्न चाहन्छौँ। सबै भ्रष्टाचारहरूको फाइल खोलिनुपर्छ, भ्रष्टाचार विरुद्ध हामी सबै लाग्नुपर्छ भन्ने कुरामा हामी प्रतिबद्धता छौँ। तर त्यो आन्दोलनको नाममा जुन ढङ्गले घुसपैठ भयो, आन्दोलनमा विद्यार्थीहरूमाथि ताकी जसरी गोली हान्यो, जसरी साफ सुटरहरू